बनाएका छौँ। मस्यौदा प्रतिवेदन तयार गर्न संलग्न बमोजिमको मस्यौदा समिति गठन गरी प्रक्रिया अगाडि बढाउन स्वीकृतिलाई पेश गरेको थियो। अनि खै समितिको खै त कहाँ समिति जान्ने छन् अब जान्ने हुनु पर्यो कि ओएनएम गर्दाखेरि जान्ने नै हुनुपर्छ है। यो उसको अनुसार हो नि हाम्रो समिति अनुसार हो निर्देशिका अनुसार दुईजना दुईजना यो कसरी चेन्ज गर्न पाउँछ पाउँदैन आवश्यक पऱ्यो भने एमेन्ड गर्दाखेरि होइन कोही नयाँ मान्छे ल्याउनु पऱ्यो कोही गर्नु पऱ्यो भने यहाँ कसैलाई फेरि एरर पनि नल हजुर हाम्रो निर्देशिका अनुसार चाहिँ प्रशासनको सहसचिव प्रशासनको सहसचिव अब मन्त्रालय छुटेको छैन